खसीको मासुसँग लोकल चामलको भात खान मन लाग्यो आज मलाई। अनि मैले पनि 1 किलो मासु ल्याएर बनाएर खाइहालेँ। जसको लागि मैले 7वटा टमाटर लिए, अनि 3वटा प्याज, अनि 2 पोटी लसुन, सानो टुक्रा अदुवा, अनि 4वटा हरियो खुर्सानी रेडी बनाएकी छु। मासु पनि सानो सानो पिस गरेर काटेँ किनकि मलाई सानो पिस मनपर्छ। अब मैले चामल पखाल्न थालेँ। चामल चाहिँ यो लोकल चामल हो, मलाई मामा घरबाट आएको हो, गुल्मीबाट। 2-3 चोटि मैले राम्रोसँग धोइसकेपछि मैले चामल चाहिँ यसरी हातले नाप्ने गर्छु। हातले यसरी नाप्दा चाहिँ मलाई अड्कल्न सजिलो हुन्छ। अनि यसरी मैले चामल कसौडीमा बसालिदिएँ। यता चाहिँ मैले कुकर बसालेँ। कुकर तातिसकेको छ। अनि 1 डाडु तेल राखिदिएँ मैले, तोरीको तेल हो यो। अनि यसमा मसला फुराइदिएँ। त्यसपछि मैले यसमा प्याज राखिदिएँ। प्याज पनि यसरी राम्रोसँग चलाउँदै गएपछि अनि यसलाई मैले अलिकति हिङ राखिदिएँ। अनि प्याज यसरी रातो भइसकेपछि अब मैले यसमा मासु राखिदिन्छु। खसीको मासु पकाउँदा प्राय मैले कुकरमा नै पकाउने गर्छु किनकि कुकरमा पकाएको मासुको टेस्ट अलि बेग्लै मिठो हुन्छ अनि पाक्न पनि छिटो पाक्छ कुकरमा सिटी लगाएपछि। मासु राखिसकेपछि मैले यसलाई एकछिन छोपेर पकाएँ। अब मैले अलिकति बेसार, अलिकति नुन, अलिकति धुलो खुर्सानी अनि अलिकति मसलाको धुलो राखेर यसरी राम्रोसँग चलाइदिन्छु। अब नुन मसला चाहिँ आफ्नो अब कतिको खाइन्छ त्यो अनुसार अड्कलेर राख्नुपर्छ। लसुन र अदुवाको पेस्ट अनि खुर्सानी मैले मोटो मोटो बनाएर पिसेको छु। अनि टमाटर काटेर राखेको छु, त्यो पनि राखिदिएपछि एकछिन पकाउँछु। एकछिनपछि मैले यसमा 1 गिलास पानी राखिदिएर कुकरको ढक्कन लगाइदिन्छु। मासु सँगसँगै यता पनि भात पाकिसकेछ। ढक्कन खोलेर हेरेको मङ बास्ना आएछ। यता पनि कुकरमा सिटी लागिरहेको छ। मासु चाहिँ पाकिसकेको छ, गलेको छ, कस्तो मिठो बास्ना आएको छ। अब मैले यसमा मिट मसला अनि धनिया राखिदिएँ। अनि साथै एउटा कागती पनि निचारिदिन्छु। पिरो, अमिलो अनि टक्क परेको मेरो मासु आज बबाल मिठो बनेको छ। मिठो बास्ना आइरहेको छ। अब यस्तो देखेपछि मेरो मनले खटाउन सक्दैन। अब म खाना पस्किहाल्छु। चाहे जतिसुकै जाडो होस्, चाहे जतिसुकै गर्मी होस्, मलाई चाहिँ तातो तातो मनपर्छ। मेरो रेसिपी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोस् है।